ल है हामी चाहिँ शिवाले आइसकेर दाइहरुलाई पनि उठाइयो दाइ हामी कहाँ जाँदै छौं आज मजाले रिल्याक्स गरेर राख्ने भने चाहिँ मजाले बस्दो रहेछ है त रिल्याक्स गरेर है त देख्न सक्नुहुन्छ यो रिल्याक्स यसको पुछार चाहिँ कस्तो यार यो रिल्याक्स गरेर राख्ने रमाइलो एकदम अनि के भन्छ फर्स्ट एक्सपीरियन्स फर्स्ट टाइम एकदम राम्रो छ नि है ल यहाँ हेर्नु त गीत ल एउटा गीत जाग त ल खाडो हुँदो रहेछ नि मलाई कोक नि यार ओ त्यहाँ सर्पो यार ऊ हेर त यो जुन एरियामा जति पानी छ नि यदि यो सेतो सेतो देखेको ठाउँमा गहिरो छैन है किनकि यहाँतिर यो सेतो बालुवा जस्तो हालेर यहाँ स्ट्रिङले फिस ल्याएर छोडेको छ जुन फिस चाहिँ यही एरियामै हुन्छ है त यही एरियाबाटै हुन्छ र धेरै बाहिरबाट आउने टुरिस्टहरू जस्तै यहाँ घुम्न आउने मान्छेहरू धेरै ठाउँको मान्छेहरू आउँछ हामी चाहिँ आज बोटिङ र पार्टीको लागि आज हामी प्रस्थान भएको छौँ फर्स्टमा चाहिँ हामी क्लबबाट निस्केछौँ त्यसपछि चाहिँ कोरल बिच त्यसपछि चाहिँ स्टिङरे त्यसपछि हामी चाहिँ स्टारफिस भएको ठाउँमा चाहिँ जाँदैछौँ र अलमोस्ट हामी चाहिँ अब त्यहाँ पुग्नेवाला छौँ त्यसपछि हामी नमस्कार न्यूज पर्वा युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको लागि मेरो नाम दीपक थापा र दर्शकबिन आज भने चाहिँ म एउटा भिडियो लिएर आएको छु र आज भने चाहिँ सधैँभरि म अलि क्यामनको जस्तै क्यामनको बारेमै भिडियो बनाउँछु भने आज भने चाहिँ आज बोट पार्टी जाने भनेर लागेको छ। नमस्कार अनि हार्दिक स्वागत छ न्यूज पर्वा युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि मेरो नाम दीपक थापा है। तर आज भने चाहिँ म एउटा भिडियो लिएर आएको छु र सधैँभरि मैले क्यामन नआउनुहोस् क्यामनको बारेमा भिडियो बनाएर हाल्थेँ भने आज भने चाहिँ अलि रमाइलो खालको भिडियो लिएर आउँदैछु है त। आज भने चाहिँ हामीहरू चाहिँ हामी नेपाली दाजुभाइ दिदीबहिनी सबै मिलेर चाहिँ आज यो बोट पार्टी जाँदैछौँ। बोट पार्टी स्टिङले फिसहरू हेर्नको लागि स्टारफिस हेर्नको लागि जाँदैछौँ। त्यही भएको कारणले गर्दा आज भने चाहिँ म तपाईँहरूलाई यही भिडियो सेयर गर्दैछु। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। अझै पनि क्यामनको बारेमा केही कुरा जान्नु छ बुझ्नु छ र केही कुराहरूको विषयगत लिनु छ भने पनि सबै यहाँभन्दा अगाडिको कुनै भिडियोहरू हेर्नु होला र फलो गर्नु होला सब्सक्राइब गर्नु होला। र मलाई लिन चाहिँ अहिले आउँदैछन् है शिव अहिले साथी आउँदैछन् सँगै दाइहरू टन्नै दाइहरू पनि हुनुहुन्छ र आज सँगै मिलेर हामी जान्छौँ है त। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। अब भने चाहिँ मलाई शिवले ल्याउन आइसके र अब यहाँबाट चाहिँ अब हामी चाहिँ जहाँ चाहिँ अब हामी जुन बोटसम्म जान्छौँ र केही साथीहरूलाई यहाँबाट उठाएर अनि त्यहाँबाट जान्छौँ। कस्तो लागिरहेको छ शिव? अब हामी चाहिँ साथीहरू छन् साथीहरूलाई उठाएर जान्छौँ। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है। ल है हामी चाहिँ शिवले आइसकेर दाइहरुलाई पनि उठाइयो। दाइ हामी कहाँ जाँदैछौँ आज? हामी जाने कहाँ अरे भाइ? स्टिङरी अरे ल स्टिङरी ल। र यहाँबाट हामी चाहिँ निस्किसक्यौँ र अब गाडीमा बिस्तारै अब हामी यहाँबाट कति टाइम लाग्छ होला त्यहाँ पुग्नलाई? 15 मिनट त्यसपछिबाट 15 मिनट होइन 20 मिनटै लाए पनि केही भएन। तर गर्मी चाहिँ यस्तो गर्मी छ कि शिवको एसी चाहिँ के भएछ चलिन्छ कि चलेको छैन हौ। नरियल पानी अलिक कम भएछ। अगाडि दाइ हुनुहुन्छ ड्राइभरले चलाइरहेछन् र बिस्तारै म चाहिँ सबै कुराहरू भिडियोमै देखाउने छु। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। र यहाँबाट हामी लागिसकेछौँ। अलि गर्मी छ र सरस्वती बाटोमा देखाउँदै जानेछौँ र सँगै हामी पुग्ने गन्तव्यसम्म हामी सबै भिडियोमै देखाउनेछौँ है त।
1, 3, 4, 5, 3. है यहाँनिर विवेक भाइ पनि सिलचल्ती के छ यहाँनिर अब छोरा चिसो चिसो लहर जानु पर्यो होइन हामी चिसो किन्न आउँदैछौँ दाइ होइन चिसो चाहिँ के छ पनि यहाँ जाम न जाम चिसो चिसो किनेर लहर जाने होला नि नेपाली बहिनी है एयरपोर्ट लिग प्लेसमा चाहिँ चिसो खाने बहिनी चिसो बेच्नेमा घन्टाको अब केही चिसोको बेला लाने चिसो चाहिँ खै त नि लाने चिसो उता हो यो भाइले चाहिँ यता पानी दाइ किन्नुभयो अनि अब चाहिँ हामी चाहिँ जहाँनिर सिप चढ्ने ठाउँमा आइसकेका छौँ र यहाँबाट चाहिँ अब यी देख्न सक्नुहुन्छ सिपको लागि सररा चिसो बोकेर जाँदैछौँ होइन अझ टोली आउँदैछ यो यस्तै होला है चाहिँ तर यो अर्कै रहेछ क्या त्यो चप्पल लाएर आउनुपर्छ नि तर यतातिर त धेरै सानो सिपहरू रहेछ यार यताबाट भन्छ त यी चाहिँ सबै सिपहरू चाहिँ यहाँबाट चाहिँ घुमाउनको लागि सबै लान्छ है र हाम्रो सिप पनि यतै रहेको छ भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला र मेरो च्यानललाई धेरै माया गर्नुभएको छ अझै माया गर्नु होला र मैले माइक्रोफोन अहिले छुटाएको छु किनकि अटो यही साउन्डबाटै मोबाइलबाटै बनाऊँ भनेर र बोर्ड चाहिँ यही नै हो है मान्छेहरू यहाँनिर पिसा फ्यान ठाउँ त हुन्छ होला नि यार अब चाहिँ सिट चाहिँ यही नै हो पहिले उ छन् त यिनीहरू त यहाँ चाहिँ रिसोर्ट पनि रहेछ है त यहीँबाट हामी चाहिँ चढ्नु त होइन जानु म आउँछु अब चाहिँ यहाँबाट चाहिँ सिपबाट ओहो यहाँ त पानी त यो खुट्टा सुट्टा धुने त पानी त होला नि यही हो सिप कस्तो भइरहेछ माथि रहेछ एक तल घामले त पोलिन्छ होला तल तर सबैजनाले कस्तो लाग्छ माया गरिदिनु होला अब चाहिँ हामी बस्न लागिसकेको छौँ अब चाहिँ यहाँबाट चाहिँ माथिल्लो तलमा है त माथिल्लो तलमा जानको लागि फेरि सिधा गाउँघरको भन्दा नि खतरा भर्याङ रहेछ चढेर त्यो भर्याङमा चढेर ल कस्तो भइरहेछ फर्स्ट हो यहाँबाट क्या आनन्दको भ्यू देखिरहेछ यहाँ चाहिँ गर्मी छ देख्न सक्नुहुन्छ अब हामी चाहिँ यहाँबाट चाहिँ निस्किन्छौँ केही समयमा साथीहरू पनि आउँदैछन् त्यसपछिबाट बिस्तारै यहाँबाट निस्केर हामी चाहिँ जान्छौँ है त भ्यू चाहिँ एकदम खतरा छ यहाँ वाओ सेट यहाँ चाहिँ यो ड्राइभरको सिट हो ड्राइभर चाहिँ यहाँ माथि नै होला ड्राइभर चाहिँ सायदै पुच्चेका बाउसर होला फोटोसुट पनि हुँदैछ होइन सबै हान्ने
हाम्रो चाहिँ यहाँबाट सुरु भइसक्यो है। जहाँनिर चाहिँ तपाईँलाई अघि मैले भनिसकेँ र हामी चाहिँ बिस्तारै यहाँबाट निस्किन्छौँ है त। है हेलो, कस्तो अनुभव भइरहेछ? पहिलो अनुभव चाहिँ भर बटुल्दैछु। अब बेलुका चाहिँ सकिएपछि यसो अर्को दिनलाई स्टार्ट भयो है। अहिले स्टार्ट गर्दैछौँ हामी, पहिलोचोटि हो है। दाइ कस्तो अनुभव? रमाइलो लागिरहेको छ लाउनु त। तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ पानीबाट पछाडिबाट कस्तो भइरहेछ? रमाइलो भइरहेछ, तर तालो पनि आइरहेछ। यहाँ चाहिँ माथि पनि छ तल, र माथि चाहिँ अलिकति यहाँबाट चाहिँ हामी पाइलटले यहाँ चलाउँदैछ। म चाहिँ को पाइलट हो। ल हामी चाहिँ यहाँ स्ट्रिङले फिसको लागि भनेर आएछौँ। अब देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अब हामी जान्छौँ, तर उहाँ परतिर हो खासमा। सायद यहाँ वेटिङ होल्ड होला है। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ उहाँ परतिर छन् है फिसहरू है। यसले चाहिँ त्यो ढुङ्गामा यस्तो च्याप्छ अगाडिबाट। Where is it going? The hair is trailing? Oh, कति मजाले भएछ यार। ओइ आमा ओ कस्तो कुदाए। वेट सेट ले त यार हमार मोबाइल खसाउँछ ल। बिग भाइ मोबाइल पानीमा पर्यो भने कति मिटरसम्म बच्छ? बच्छ? एकचोटि फाल्न त ल म ल्याइदिने होला गएर खाली ल साँच्चै हो ल्याइदिन्छु होइन एउटा मोबाइल यही मेरै दिन्छु तिम्रो भन्दा अस्ति किनेको गरे जे भए पनि 100% भयो नि तिम्रो भन्दा मेरो अझ अस्ति भर्खरको त र देख्न सक्नुहुन्छ यहाँ चाहिँ स्ट्रिङले है सिपहरू सानो सानो पनि आएछ र स्ट्रिङलेको लागि यो स्ट्रिङले यहाँतिर यही देख्न सक्नुहुन्छ यही हो है यही हो स्ट्रिङ यसलाई चाहिँ समातेर चप्प पानीबाट निकाल्न पाउँछ र यहाँतिर देख्न सक्नुहुन्छ यहाँ यति धेरै मान्छेहरू छ कि यो सबै बोटमै यो चाहिँ हेर्न लागेको है त आमा हो मान्छेहरू टन्नै छ है यहाँनिर सबैजनाले अलिकति होला र मैले बाटोबाट गर्न पाइनँ किनकि हातमा पानी धेरै भएर यहाँ भुइँमा टेकिन्छ है जस्तो पनि खेल्न सक्छ किनकि भुइँमा टेकेर मजाले इन्जोय गरेर बियर लगाएर खान मजाले हुन्छ त्यो आइसक्यो स्ट्रिङले है आइसक्यो यही हो स्ट्रिङ यही आयो स्ट्रिङले फिस र सिपहरू सबै है हामी चाहिँ बिच समुद्रमै छौँ भनौँ न समुद्रको छेउमा छौँ सबैहरू सबै ग्रुपमा आएको यहाँनिर पुरा रमाइलो गरिरहेको छ फिस स्ट्रिङ र फिस गरेर है त म पनि खाना आएछु अब अहिले चाहिँ जकेटै लाएर जान्छु ए पानीबाट बाहिर निकाल्नु हुन्छ कराउँछ यो त कति धेरै आएछ नि त मान्छेको पछि कति छोड्यो होला नै
हामी चाहिँ स्ट्रिङ फिस गरिरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ माछाको भित्र है स्ट्रिङ फिसी। ए मजाको ठोकिन जुत्ता आउँछ नि त यार, यिनीहरू त ठोकिन आउँछ नि त, एक्सिडेन्ट हुन्छ हो। ठोक्दैन केही नि यहाँ चाहिँ यो चाहिँ स्ट्रिङले फिस है। यसले त यहीँ छु है, कसरी ठोकिन आउँछ नि त यार। लात्ताले हान्दै लागेर हो। यस्तो हुँदो रहेछ स्ट्रिङ फिस। यो चाहिँ है यो फिस स्ट्रिङ फिस पानीबाट बाहिर ननिकाल है। देख्न सक्नुहुन्छ कि यसरी आएर नै मै टच गर्न आउँछ यार। ओ माई गड, देख्न सक्नुहुन्छ फिस स्ट्रिङले फिस। तर के गर्नु, वाटर प्रुफ त्यो कारणले गर्दा यिनीहरू चाहिँ पुरा रमाइलो गरिरहेछन् यहाँबाट फिस। सबजना है त यी सबै जति आएछ नि हेममै आउँछ यार टच गर्नै सेट। र यहाँबाट देख्न सक्नुहुन्छ कतिजना मान्छेहरू छन्। र सबै फिसहरू आएर चलाएर यहाँबाट यहाँको विशेषता यति बिच समुद्रमा आएर टक्क रमाइलो है त। म पनि बिच समुद्रमै छु र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ त्यो समुद्रबाटै मैले यो भिडियो क्याप्चर गरेको छु। साउन्ड चाहिँ माइक्रोफोन यहाँ हाल्न मिलेन, त्यो भएको कारणले पानीमा आएको कारणले गर्दा अब मैले चाहिँ गरिनँ। यो चाहिँ बिच समुद्र हो है, यहाँ चाहिँ हाम्रो सिपमा हेर्न आएको, तर यहाँ त्यति गहिरो चाहिँ छैन यो, किनकि एकदम उ छ। र यहाँनिर मान्छेहरू यही हेर्नको लागि जति छन् ती सबै किनकि हेर्नको लागि आएछन् है। ओ परसम्म यो जति सेतो सेतो पानी देख्न सक्नुहुन्छ, यो पानी चाहिँ सबै यो जुन एरियामा जति पानी छ नि यदि यो सेतो सेतो देख्ने ठाउँमा गहिरो छैन है, किनकि यहाँतिर यो सेतो बालुवा जस्तो हालेर यहाँ स्ट्रिङले फिस ल्याएर छोडिएको छ। जुन फिस चाहिँ यही एरियामै हुन्छ है त, यही एरियाबाटै हुन्छ। र धेरै बाहिरबाट आउने टुरिस्टहरू जस्तै यहाँ घुम्न आउने मान्छेहरू, धेरै ठाउँको मान्छेहरू आउँछ, जुन चाहिँ यो क्यामनमा धेरै प्रख्यात र विशेष भनेको चाहिँ यही हेर्नको लागि है त। यो बिच समुद्रमा जुन चाहिँ देख्न सक्नुहुन्छ यस्तै आनन्दको अब गहिरो पनि छैन र यहाँनिर यी फिसहरू पछि लाएर आउँछ। हेर न, मान्छेकै पछि लाएर आउँछ जस्तो आउँदो रहेछ। त्यो कारणले गर्दा हेर्नु देख्न सक्नुहुन्छ पनि आइरहेको छ। कस्तो यार टच गर्दा त सुस्ता हुने क्या। त्यो उता नि समातिरहेछ देख्न सक्नुहुन्छ परतिर। मैले हातमा मेरो एउटा हात राखेको छ, त्यो र यहाँबाट सरर तपाईँ गाठामा झुम्न पनि सक्नुहुन्छ है। हेर्ने हो, बस्ने हो, इन्जोय गर्ने हो। देख्न सक्नुहुन्छ यो क्रुज सिपहरू सबै घुमिरहेछन् र सँगै व्यक्तिहरू बिच समुद्रमा है त। हामी बिच समुद्रमै छौँ है त। र मेरो भिडियो कस्तो लाग्छ है, यहाँभन्दा अगाडि धेरै कुराहरू क्यामनको बारेमा मैले धेरै भिडियोहरू बनाएर हाल्ने गर्थेँ। धेरैजनाले मलाई माया गरिदिनु भएको थियो, अझै पनि धेरै माया गरिदिनु होला। र म क्यामनको बारेमा धेरै भ्लगहरू पनि बनाएर हाल्ने गर्छु। र जस्तै क्यामनको के कस्तो छ, क्यामनको विशेष के हो भन्ने विषय लिएर मैले हाल्ने गर्छु। र यहाँनिर पनि सबै टुरिस्टहरू घुम्नको लागि सिप लिएर आएछन्। चाहे क्यामन पाइराफिटको सबै छ भने सबैजना यही हेर्न र रमाइलो गर्नको लागि आएका छन् है त। र माथि देख्न सक्नुहुन्छ र सँगै हाम्रो कुरुसिप चाहिँ उहाँ पर छ है त। हाम्रो कुरुसिपमा जुम गरेर देखाइदिन्छु। यो सबै हाम्रो कुरुसिपको एरिया हो। र मैले सुरुदेखि नै मैले भिडियो बनाएको थिएँ र धेरै कति भने यो जुन चाहिँ हामी सिपमा बसेर बाहिर खिच्नलाई अलिकति गाह्रो भयो, ताकि किनभने त्यहाँनिर ऊ हुन्छ के पानी, अब पानीमा खेले गर्नु लाग्यो, त्यो भएर त्यसरी भिडियो बनाउन पाएन। त्यो सँगै आज यसबाट अब हामी चाहिँ यहाँबाट जान्छौँ स्टार फिस है। स्टार फिस रम पोइन्ट भन्छ स्टार फिस, जुन चाहिँ तपाईँलाई म त्यो पनि भिडियो देखाउने छु है त। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। र धेरै कुराहरू मैले यहाँबाटै बनाउने छु, भिडियो सबैजनाले अन्तिमसम्म हेर्नु होला है त। यही नै हो र स्टार फिसको एरिया। फिसहरू पनि म तपाईँलाई देखाउने छु है त। र यतातिर पनि फिस चाहिँ समातिराख्नु भएको छ।
सकिन्छ यही हो क्या स्मुथ हुन्छ यार ससुरमा वाउ यसको आँखा होला यो है ओए कसरी छपिन्छ यार यिनीहरू छोड्ने बेलामा त हजुर खाल्नु अझै कसरी हो रे यो ल हामी चाहिँ सरर जाँदैछौँ अगाडि खलासी चाहिँ अगाडि ड्राइभर चाहिँ पछाडि हामी सावर चाहिँ यहाँ मजा आइरहेछ माथि चाहिँ हाम्रो को पाइलट हुनुहुन्छ पाइलट चाहिँ मेन पाइलट चाहिँ मेन पाइलट क्या मजा यार उता हुँदा होला नि है गाडीले जस्तो के अरे ठ्याइ घुम्टी मोड्दाखेरि टर्निङ हाल्ला नि लट्टै हामी गरिदिन्छ यार मजा चाहिँ मजा आइरहेको ल हामी चाहिँ यहाँबाट अब अलमोस्ट रम्पोइन है स्टार फिसमा जाँदैछौँ अगाडि र क्या मजा आइरहेछ यता अगाडि यस्तो ठाउँ वाउ सबैजनाले भिडियो अन्तिमसम्म हेर्नु होला र स्टार फिससँगै सबै कुराहरू देखाउनेछौँ र तपाईँ पनि क्यामन आइरहेको हुनुहुन्छ भने यहाँ आउँदा चाहिँ नसुताउनु होला र क्यामन आउँदै हुनुहुन्छ भने एकचोटि यहाँ आइदिनु होला क्यामनको सबैभन्दा विशेष भनेको यही नै हो है पछाडि हेर्नु खुसी पनि साटौँ है त यतिको रमाइलो सबैभन्दा रमाइलो त पानी नै रहेछ हजुर तपाईँ कता हुनुहुन्छ सरर है हामी चाहिँ पुरा अगाडि टाउकोमा बसेर पाइलटलाई माथिबाट चलाउने हामी चाहिँ टाउको हेरेर बसिरहेको छौँ है सल्लाह लाएर मान्छे पनि राम्रै मान्छे अरूले देखाएको छैन त समाएर के होइन अरूको बोटमा हेरेको के बहुत रमाइलो भइरहेछ कहाँ देख्यौ त माछै देख्यौ क्या यहाँ चाहिँ हामी चाहिँ स्टार फिसको एरिया रम पोइन्टमा छौँ है त यो रम पोइन्टमा यहाँभन्दा अगाडि पनि मैले भिडियो बनाइसकेको थिएँ तर त्यही कारणले गर्दा मैले कमेन्ट र यहाँनिर त्यसको पनि म अघिल्लोचोटि नै भिडियो बनाएको थिएँ र स्टार फिस चाहिँ अलि यहाँभित्र छ है त त्यही भएर हो दाइ के छ हामी चाहिँ हाम्रो सिप चाहिँ 2 तले हो है र पहिलोचोटि पनि मैले बनाइसकेको थिएँ र अब सेकेन्डचोटिको लड हो
साउन्ड चाहिँ अलिकति मेरो कानमा पानी पसेको र यहाँनिरबाट तपाईँलाई म देखाउँछु यी सबै घुम्ने एरिया टुरिस्ट एरिया र हामी कहाँबाट कसरी ओहो यार यो आमामा यस्तो कुदेछन् कि हेर्नु त ल अब चाहिँ हामी अन्तिम भएर हामी निस्किन यहाँबाट लागेको है त भिडियो म चाहिँ अहिले चाहिँ जुन चाहिँ स्टार फिस पोइन्ट है स्टार फिस पोइन्ट चाहिँ यही र म स्टार फिस चाहिँ देखाउन पाएन किनकि पानीको सम्म हालिदिइहालेँ त्यो स्टार पोइन्ट यहाँनिर चाहिँ जुन चाहिँ यो पाइलटको ठाउँमा छु पाइलटले यहाँ गाडी चलाउनु यो सिप चलाउँछ भनौँ न गाडी र यहाँ अगाडितिर टक्क बसेर सबै साथीहरू पनि हुनुहुन्छ रमाइलो गरिराख्नु भएको छ र तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो सबैजनाले अन्त्यसम्म हेरिदिनु भयो धन्यवाद र अझै पनि म तपाईँहरूलाई त्यस पछाडि केही क्लिपहरू पनि देखाउनेछु सबैजनालाई होला र यहाँनिर हामीले जुन भिडियो बनाएका थियौँ त्यही भएर अब भने चाहिँ हामी यहाँबाट के अरे रम पोइन्टबाट जुन स्टार फिसबाट हामी फर्किँदैछौँ दाइ कस्तो भयो यो बोट टुर गर्दाखेरि चाहिँ बहुत रमाइलो फिल भयो स्टिङरी चाहिँ हातमै लिएर चाहिँ एकदम इन्जोय गऱ्यौँ अनि त्यसपछि स्टार फिस आयौँ रम पोइन्ट अनि त्यसपछि अहिले हामी रिटर्न भएको हुँदैछ है हजुर हामी चाहिँ अब गएर एट क्लबमा गएर यसो अब हाम्रो लास्ट पोइन्ट त्यहाँ हो अनि त्यहाँबाट हामी रिटर्न हुन्छौँ है त ल हामी चाहिँ सबैजना यहाँबाट हामी चाहिँ अब निस्किन लागेको होइन कस्तो भइरहेको नि रमाइलो एकदम अनि के भन्छ फर्स्ट एक्सपिरियन्स राम्रो छ नि है ल यहाँ हेर्नु त गीत ल एउटा गीत जाग त ल सानो तिमीले नबनाउँदो मलाई बनमा काँडा छ तिमी उता म यता च्यान्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ भयो नि यो रमाइलो फेरि यो युट्युबमा आउँछ है भोलि खाना भन्न पाइन्न है देखेको मैले सबै कुरा काट्छु त्यस्तो छैन ढुक्क भएर म बुझ्छु नि म पनि त्यस्तोमा छु नि त यार म बुझ्छु यार सबै कुरामा म त्यस्तो मर्का पानी के छ त कतिको रमाइलो भयो त पानी पर्यो अझ सँगै अझ थोरै सानो हात नि हुनुपर्ने अझ है ल सबैजनालाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अझै अन्तिम पोइन्ट आउँदैछ है त अन्तिम पोइन्ट छ अझै हामी अब जहाँनिर दाइ हामी जाने अन्तिम पोइन्ट कहाँ अरे हामी क्याच क्लब हामी त्यहाँसम्म अन्तिम पोइन्ट जान्छौँ त्यस पछाडिबाट हामी अन्त्य हुन्छौँ सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो माया गरिदिनु भएको छ अझै माया गरिदिनु धेरैजनाले सोध्नुहुन्छ अझै पनि भिडियो हेरेर सबैजना आइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद सबैजनाले आइ ल ड्रोनै ल्याएर आउँथ्यो नि यार यस्तो उडाउन पाउँथ्यो नि यार अलिअलि यार अनि अस्ति मगाएको बल्ल कतिमा जुन स्टेसनमा आइसक्यौँ है त अघि नै भनेको ठाउँ जुन छ अघि मैले भिडियो बनाइरहेको थिएँ र देख्न सक्नुहुन्छ हामी चाहिँ अन्तिम स्टपमा आइसक्यौँ है त त्यहाँ पनि आइसकेँ र देख्न सक्नुहुन्छ अघि जुन स्थानबाट हामी पसेको थियौँ त्यही स्थानमा आइसक्यौँ है त यो बोट त यस्तो भएको छ कि हुन्छ यार अलि यार Don't tie it too tight. Not too tight. Yeah, right there, good.
मिनीहरूले चाहिँ यो तानेर चाहिँ ठक्क बनाउनु लाग्यो त Yeah. हामी आइसक्यो है पानी